अब चाहिँ हामी 300X चलाउन जाँदैछौँ होइन त्यस कस्तो देखिरहेको छ चक्कर छ त तेरिका साथीहरु वेलकम ब्याक टु माई च्यानल के टक्क लाएर हैन मिठो पारामा वेलकम छ भ्लगमा सबैजनालाई अनि त्यही अहिले चाहिँ हामी चाहिँ यहाँ छौँ हाम्रो खसी काट्ने ठाउँमा है यो चाहिँ हाम्रो खसी बजार भित्र छ अनि हामीले चाहिँ खसीहरु पनि बेचिन्छ नि त अनि काट्ने ठाउँ पनि हजुरहरुलाई व्यवस्थित ढंगले हामीले चाहिँ गराएका छौँ हैन यहाँ हेर्न सक्नुहुन्छ सही पारामा अनि त्यही हो यो चाहिँ हाम्रो चाहिँ लास्टमा छ के अनि अब आज चाहिँ हाम्रो यहाँ साथी पनि आएको छ है हेलो 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 यता को गुङ्गा हो काट्ने मान्छे सो अहिले चाहिँ हामी चाहिँ काट्ने मान्छे हैन त्यस्तै अब चाहिँ हामी निस्किन लाग्यो अनि बाइक पनि लिन जानु हो त्यहाँ उतै गएर भेटौँला अनि 300X पनि सकेसम्म टेस्ट ड्राइभ हान्ने कोसिस गर्दै अब हेरौँ मिठो पारामा अब त्यहाँ गएपछि के हुन्छ कसो हुन्छ हजुरहरूलाई देखाइहाल्छु बाइक बनाएर मोडदालाई ढाल्दै ट्याक्क मोडालाई हान्दिने कि डाउले ट्याक्क लाएर सो यो यहाँ देखेँ होइन ल है हाम्रो कान्छा दाइ है यो चाहिँ नाचिदिन्छ कान्छा दाइ ल छाप्पै बाप्पै के भयो ले चाबीले छिटो जानु पर्यो ए ल हाम्रो चाहिँ खसी काट्ने चाहिँ यहाँ छ खसी सबै काटिन्छ हाम्रो चाहिँ होइन तारपाले मान्छे नि काटिन्छ होइन त्यसै भनेको ल जामजाक ल हजुरहरूलाई चाहिँ लोकेसन कहाँ भन्दाखेरि अब ठ्याक्कै खसिएर ठ्याक्कै माथि आएपछि देखिन्छ देखिन त है तर पनि लोकेसन देखाइदिउँ न भनेर ल है ल हाम्रो पालपाली खसी बगा सप्लायर्स चाहिँ यहाँ छ बिक्री केन्द्र ठ्याक्कै गेटको आडमा हो ल साथीहरु यो त साथीको बाइक फेरि साथीको बाइक रफ्तार हान्दैछु एनएस पनि मजै आउँछ आउन त होइन ब्रदर ओ के नहेला खेल्नु हुन्न क्या रेस भन्ने चिज होइन उनीहरूले कुदाइरहेको छ आफूले नि सर हिँड्ने आफ्नो बाटो सोगडा अब चाहिँ हामी मिठो पारामा ग्यारेज गएर भेट्छौँ कहाँ रङ साइड हो यो त कहाँ रङ साइड हाल्छ मान्छेहरूले टक्क उताबाट सर घुमेर तल गयो पो होइन सही हुन्छ एक्सिडेन्ट हुनु कम हुन्छ मान्छेहरूले बुझ्दैन हेर साथीहरू आफै भगवान् भन्नु खोजेपछि त्यस्तै हो क्या हुन्छ मान्छेबाट होइन गल्ती होइन कहिलेकाहीँ हामीले पनि गरिन्छ त्यस्तै गल्तीहरूलाई सुधार्ने त हो सो एउटा हामी चाहिँ मिठो पारामा केटा हो मात्रै भन्नु अस्ति नै मैले गाली खाइसकेँ हेर ओके अस्ति उहाँ उसित जाँदाखेरि कति केटा मात्रै भनेको केटी हो नि भन्नु न केटीहरूले भ्लग हेर्दैन त्यो केटा मात्रै भन्ने त हो नि सो केटाकेटीहरू त्यसरी भन्यो त्यसरी भन्यो भने चाहिँ अलि अक्वार्ड सुनिन्छ है केटाकेटीहरू भन्यो भने के आफू ठुलो भन्न खोजे जस्तो सुनिँदो रहेछ क्या है सो केटा भनेपछि टक्क ओके सो हामी चाहिँ मिठो पारामा मोडदाईको ग्यारेजमा आइसकेको छौँ मिठो भइरहेछ हेरौँ अब मोडदाईले के गर्दै जान्छ बाइकलाई
के गाउँ ओ रुपु के छ मेरो नयाँ बाइक नि के छ हेर नि त्यो बोल्दै नबोल्ने यसको माथि राखमै अमित के छ यता हेर न तिमीलाई अहिले भने एउटा केटीले आरवटा नाम सुरु मकै भयो अरे त्यहाँ राम्रो बाइक चाहिँ भइसकेको छ मिठो पारामा खै अब ल वान ट्याप मास ल वान ट्याप मर्दालाई पिर्दिने हो सेक्कुमा भन्छु म पिर्दिने हो सेक्कु कि तिम्रो मेरो कुरा मर्दालाई पिर्दिने ल अरे मर्दा हेर्दै के भने अमितले तपाईँले चाबी लुगाइदिएको पख मर्दालाई भने पिर्दिउँ मलाई हो फर्स्ट रेकर्ड होला है फर्स्ट रेकर्ड होला है दाइकोमा छिटो बाइक बनेको फर्स्ट रेकर्डै हो सही हो कि फर्स्ट रेकर्ड होइन आखिरी रेकर्ड हुन्छ अब ल दाइको चाहिँ यहाँ अनि नत्र त कहिले बनाइदिन्थ्यो र बनाइदिन्थेन अझै एक हप्ता लाग्थ्यो होला होइन दाइ कटआउटको के भयो रहेछ र है हामी चाहिँ यहाँ क्रसएक्सको वर्कसपमा आइसकेको छौँ मिठो पारामा कस्तो लाग्यो त नि बाइक दामी हो बाइक त हो एनएस बेच्देऊ ल बेच्देऊ यहीँ बेच्देऊ त्यस्तो दामी छ बाइक अब चलाउने हो चलाएर यसो मोड्दाले पनि देखाउनु पऱ्यो धुन त बुढोले चलाइसक्यो अब त्यही पनि देखाउँ न तर यो एक जस्तै एससी कस्तो रहेछ कि मिठो छ त एक जस्तो यहाँ यस्तो भइसक्यो रहेछ सही छ है कति होला प्राइस 9 लाख अलि बढी लगभग त्यति नै पर्छ ल चलाम के अरे अनि त्यसपछि मिठो भएर रिभ्यू हान्नुपर्छ एकछिन ल अब चाहिँ हामी टेस्ट राइड हान्नेवाला छौँ मेसँग त अमित बाइक चाहिँ यस्तै छ है हेर्दै जाम कस्तो छ बाइक चाहिँ अनि ओ अगाडि के छ दाइ अस्ति मैले म्यासेज गर्दै तपाईँले हेर्दै हेरेन अस्ति नै हो भयो एक हप्ता म मान्छे थिएन कि त्यो सोधेको कति दिनलाई हुन्छ भनेर ए हो आज म लक्की भयो भन्छु है चलाउनु लाग्यो बल्ल ल दाइ ल मिठो बल्ल आज हेर त आज नआएको है भोलि आऊँ भनेको होइन बाइक जाने त्यस्तै हामी चाहिँ टक्क लाएर चलाउँछौँ है त अब चाहिँ हामी 300X चलाउनु जाँदैछौँ होइन त्यस कस्तो देखिरहेको छ हाइट चाहिँ ठिकै लाग्यो मलाई त यत्तिको हाइट चाहिँ भवाले हो है अनि त्यही हो अनि यो बाइकको अरू भन्नु पर्दाखेरि चाहिँ दामी छ जस अहिले चाहिँ यो रेसिङ प्लेटहरूमा आएर रहेछ अनि पछि चाहिँ अब भनौँ न जुन अब सोरुमले डेलिभरी टाइममा चाहिँ यो पुरै हेडलाइट सेडलाइट ऐना सैना सबै हालेर दिने हो होइन जस कतिको चाहिँ गुनासो रहेछ के भनेर बाइक यत्तिकै आउने हो भनेर गुनासो रहेछ तर त्यस्तो चाहिँ होइन जस बवाल छ बाइक चाहिँ है अलिकति टाढो जानु अमित ल मिठो पारामा अब चाहिँ हामी चाहिँ बाइक चलाउँछौँ एकछिन अनि मोटरदाइकोमा पनि जान्छौँ मोटरदाइको प्रतिक्रियाहरू लिन्छौँ होइन अनि मिठो पारामा जस हेर्दै गर्नु होला होइन दामी छ नि त बाइक होइन अलि टाढा जाऊ त कस्तो ल सो यो पावर चाहिँ दामी छ भन्छ है ओए माछाको खोल ओए मा बवाल छ त पावर त यार तेरिका पावर चाहिँ त्यस दामी लाग्यो मलाई चाहिँ यसो राउन्ड हानौँ न होइन त्यस धेरै टाढो त लिएर जानु मिल्दैन रहेछ तेरिका दामी पावर त दामी हो पावर चाहिँ झक्कडै हेको जेस यता नि घुमेर राम्रो एकलौड होइन जेस आजै लास्ट रहेछ टक्क लाएर जेस चलाउनु पायो एकदम लक्की हो कि त्यसपछि होइन ल
अब अफरोड त जान सकिनँ हेर दामी छ बाइक त है एकदम बबाल छ पावर चाहिँ पावर त ब्रेकिङ नि दामी रहेछ तेरिका मिठो लाग्यो पावर चाहिँ मलाई चाहिँ पावर चाहिँ जक्खड हो कि जक्खड आमा यो बाइक चाहिँ जो सबैको ड्रिम बाइक नै हुनेवाला छ भइसकेको छ कतिको होइन यस मेरो पनि ड्रिम बाइक भइसकेको छ अब आउने दिनहरूमा अब होइन टक्क लाएर किन्नुपर्छ यस्तो दामी छ बाइक आमामा यस्तो पर्फर्मेन्स छ आमामा सकिन्न हो जस तपाईँहरू अब टेस्ट राइड गर्नको लागि चाहिँ अब जस टेस्ट राइड नै सकिसकेको छ भनौँ न टेस्ट राइड गर्नको लागि यता यो सिएक्सको वर्कसपमा आउनुपर्ने थियो के अरे है तर अब के भन्छ त्यसलाई अब चाहिँ टेस्ट राइड सकिसक्यो रहेछ त्यस एकदम लक्की फिल भइरहेछ मलाई चाहिँ त्यस बवाल छ त बाइक त तरिका ब्रेकिङ नै दामी रहेछ यी जस ब्रेकिङ तपाईँहरूलाई ब्रेकिङमा अलिकति चित्त उस हुन्छ नि त कस्तो होला के होला भन्ने हुन्छ जस ब्रेकिङ पनि दामी छ भनौँ न हरि छ त बाइक त यार अमित पनि त्यहाँ बसिरहेको छ एक लड अझै उता गइदिउँ न जक्कड के जक्कड ब्रेकिङ नै हरिफ छ हरिफ हरिफ यस मजा आयो मजा चक्कर छ त तेरिका दामी छ त यार यस बाइक चाहिँ दामी छ दामी हजुरहरूलाई पनि मन पर्नेवाला छ अब कोहीले चलाउनु पाउनु भयो कि भएन है तर बाइक चाहिँ ओभर दामी छ त्यस अमिले चलाऊ भनेको मान्दैन यार किन बडी पावर होला डराएको अलिकति अप्ठ्यारो हुन्छ कि होइन फर्स्टमा कि अग्लो छ नि त यो बाइक चाहिँ अनि त्यो बाइक चाहिँ झक्खड यार मलाई त्यो यार जस प्राइस अनुसार नै ठिकै हो 9 लाख कति हजार छ लगभग 950 जति छ भनौँ न यो चाहिँ जस हरिफ छ बाइक यार झक्खड छ बाइक त त्यस्तै पार्ट्सहरू पनि दामी दामी आएर रहेछ अहिले चाहिँ है सबै निलो पार्ट्समा के यस्तो दामी देखिरहेको छ बवाल छ यस बाइक चाहिँ दामी लाग्यो मलाई चाहिँ होइन यस हामी फिलिङ भेरी लक्की आज चाहिँ किन भन्दाखेरि अब यो बाइक चाहिँ भोलि कि आज कि भोलि जाँदैछ अरे काठमाडौँ अनि त्यही भएर चाहिँ मिठो बाटोमा आज राइड गर्न पाएँ त्यही नै खुसी कुरा है यस बाइक चाहिँ दामी छ हाइट पनि मेरो 5.4 जति छ होला समथिङ कति छ कतिलाई चाहिँ हाइटमा अलिकति उस हुन्छ क्या के भन्छ त्यसलाई हामी गाह्रो लाउँछ हाइट कम भएर हाइटमा मेरो हाइट पुग्दैन भन्ने लाग्छ नि त अनि त्यही भएर चाहिँ हाइट मेरो चाहिँ कति छ 5.4 होला त्यस्तै हो यस मेरो हाइट चाहिँ 5.4 छ यतिको भ्याएको छु मैले है त्यसमा हुन त मलाई चलेर राख्ने बानी भएर नि होला होइन अमित हो यस बाइक चाहिँ दामी नै छ भनौँ होइन भविष्यमा गएर चाहिँ अवश्य किन्नेवाला छु अनि यो अब यो 300X आएको 300S पनि आउनु बाँकी छ त्यो पनि टेस्ट राइड हान्न पाऊँ छिटै भन्न चाहन्छु अनि यो एसीहरू पनि त पुरानो अब त्योहरू पनि त्यसको सामानहरू पनि छिटै रिस्टक गर्नु होला भाषण दाई होइन एसीहरू धेरै छ मार्केटमा अनि त्यही भएर चाहिँ
अब त्यो कुराहरूलाई नि अलिकति ध्यानपूर्वक दिमागमा राखेर सरी त्यस्तो दिमागमा राखेर भन्दाखेरि अलिकति नराम्रो सुनिन्छ होला होइन ध्यानपूर्वक अलिकति त्यो कुरामा के भन्छ त्यसलाई सोच्नु होला एसी बजारमा धेरै छ सामानहरू पाउन नि त अनि त्यस बाइक चाहिँ दामी नै छ हेर होइन त्यस आएर अब टेस्टर हान्ने बेला त गइसक्यो टेस्टर हान्ने बेला गइसक्यो अब म फेरि एकछिन राइड हाल्छ है त भित्र बाटोमा त्यो बाहिर उस नोइज धेरै आयो नि त त्यही भएर चाहिँ गोप्रोबाट बोलिरहेको छु है त्यस बाइक चाहिँ बवाल छ हेर होइन त्यस यो मलाई पार्ट्सहरू डेन्जर मन पऱ्यो कि सबै निलो छ नि त अनि हब पनि निलो यो रिम पनि निलो छ अनि त्यसपछि यताको नि हब निलो रिम पनि निलो होइन बाइक पनि पुरै त्यो हुन्छ नि त सुजुकी रे सरी यामाहा कुनको हो कुनै है सेम त्यस्तै भाइब्स होइन त्यस्तै पावर त्यही पावर त मिट गर्न सक्दैन होला जे भए पनि नेपालमा यत्तिको जस क्रसएक्सले यत्तिको बाइक चाहिँ प्रोभाइड गरिदिनु भएको छ वी आर भेरी लक्की टु ह्याभ इट होइन जस एकदमै लक्की फिल गर्छु त्यो चाहिँ किन भन्दाखेरि प्राइस अनुसार होइन जस नेपालको कन्टेक्स्ट अनुसार यत्तिको बाइक चाहिँ प्रोभाइड गरिदिनु भनेको एकदमै खुसीको कुरा हो हाम्रो लागि है जस थ्याङ्क यू क्रसएक्स एन्ड पासाङ दाई जस अझ एकचोटि राइड हानौँ है मिठो पारामा अनि त्यसपछि छोड्नु जानुपर्ने हुन्छ हामी चाहिँ मिठो छ है ल साथीहरू हामी चाहिँ मिठो पारामा अब दामी छ त बाइक त फेरि एक लड जाम न उताबाट आऊँ न होइन यस बाइक यो जस मलाई अलिकति धेरै बयान गर्न मन लाग्छ कि यो बाइकको जो सिएनसी पार्ट्सहरू एकदम दामी आएको छ है सबै ब्लूमा अनि यो पार्ट्सहरू सबै हुन्छ नि निलो थिममा के टक्क लाएर यो कुलेन्टको पाइपहरू सबै निलो होइन सिएनसी पार्ट्सहरू सबै निलो हब निलो रिम निलो होइन जस बाइक चाहिँ भवालै छ भनौँ होइन अझै एक लड उता गराउनु पऱ्यो आज यो लास्ट होइन जस लास्टमा एकदमै के भन्छ त्यसलाई एकदमै लक्की फिल गरेँ मैले जस आज लैजाने भनेर आएको थिएँ सौगात दाइले जस यसरी चलाउन पाएको छु ब्रेकिङ पनि दामी छ कि च्याप लाग्छ ब्रेकिङ यार जखड हो कि बाइक त हामी त दुई चोटि घुमेको थियो टाढा लानु नपाए नि यसो यो एरियामा टक्क घुमेछु नि त होइन त्यस हुँदा सोधेर लानुपर्ने हो टाढा है त्यस लगिन जस चलाउनु मन लाग्यो कि टक्क यसरी आनन्दले जस हुन्छ नि त एउटा नयाँ फिल एउटा नयाँ बाइक टक्क लाएर जस चलाउनु पाउँदाखेरि खुसी छु म चाहिँ होइन त्यस यसरी जस पासाङ दाईले चाहिँ टेस्ट ड्राइभ गर्नको लागि पठाइदिनु भयो रहेछ थ्याङ्क यू सो मच पासाङ दाई होइन जस सबैको लागि एउटा अपर्च्युनिटी हो जस बाइक चाहिँ टेस्ट गर्न पाउँछ नि त टेस्ट गर्न पाइयो हेर्न पाइयो कस्तो रहेछ होइन बाइकहरूको अब होइन कस्तो आएर रहेछ बाइक चाहिँ भन्ने कुराहरू बुझ्न पाइयो अझै अफरोडमा लान पाएको सही हुन्थ्यो क्या तेरिका जक्कड छ जक्कड त्यसै यत्तिको बाइक नेपालमा आउनु भनेको हाम्रो कम्युनिटीको लागि एकदमै खुसीको कुरा हो एकदमै ठुलो कुरा हो है जस दामी छ बाइक चाहिँ ओहो पानी छाप्यो
तेरिका तेरिका ए डर लाग्छ क्या मलाई त माथि चुत्ता आउने बित्तिकै जेस उडाउन सकिनँ जेस होइन अलिकति चुत्ता चुत्ता जेस दामी भइरहेछ मर्दाले हेरेको अरे त्यहाँ केटा फेरि अब चाहिँ म चाहिँ बाइक छोड्न जाँदैछु ल्याउनु न मर्दा कम यार हजुरलाई कस्तो लाग्यो बाइक राम्रो त राम्रो हो 6 को बाइक त राम्रो हो तर पार्ट्स के गर्छ मैले पनि त्यही भनेको भ्लगमा के अलिक पार्ट्सहरू एभाइलेबल गराइदिनु पऱ्यो भनेर त्यही त नि ब्रान्डेड सामान त हाल्नै भयो पार्ट्स पनि एभाइलेबल गराउनु पर्यो पार्ट्स पनि एभाइलेबल गरायो भने हामीलाई पनि सजिलो हुन्छ भोलिको दिनमा होइन यस्तै हो भन्ने चाहिँ अब बाइक त जसरी नयाँ त आइहाल्छ ब्रान्डेड आइहाल्छ त्यो CX चाहिँ अलिकति दामी त्यस नेपालमा दामी बाइक ल्याउने कम्पनी भनौँ न एउटा यस्तो दामी छ बाइक चाहिँ मेरो धोर राख्दिनँ त म जान्छु अब ल साथीहरू र अब चाहिँ हामी चाहिँ मिठो बाह्रमा यो बाइक छोड्न जानुपर्ने हुन्छ है अनि त्यो बाइक चाहिँ दामी छ छोडिदिनु पऱ्यो नि अहिले फेरि दाइले फेरि कहाँ गएर आएको भन्नु होला है त्यस धेरै ढिलो त गर्नु हुँदैन अब चाहिँ बाइक राख्ने पालो आइसकेको छ अब उताको बाइक नि हेरि अब आफ्नो बाइक त हेर्नु पऱ्यो साथीहरू होइन त्यस बाइक चाहिँ भइसकेको छ अब अघि अब पावर धेरै भइरहेको थियो अब अहिले चाहिँ पावर थोरै जस्तो लाग्छ किनभने त्यो 300 हो यो चाहिँ 250 हो त्यो दामी छ बाइक चाहिँ यो पनि दामी नै छ अब बिस्तारै सोचिरहेको छु अब यो सेल आउट हानेर टक्क लाएर एकछिन रेस्ट लिएर अर्को किनौँ कि भने सोचिरहेको छु हेरौँ एकदम माया लाग्छ फेरि यो बाइकको मलाई के गर्ने होइन आफ्नो बुढीको भन्दा पनि मलाई बढी माया लाग्छ अब बिहा गरेर सेक्सी हो क्या त्यो अब चाहिँ बाइक भिरै छ अब अझै निस्किन्छौँ बाइक धोएर ल साथीहरू ल म चाहिँ निस्किसकेको छु है जस बाइक पनि भइसकेको छ अघि चाहिँ पावरवाला बाइक चलाइयो नि त त्यही भएर चाहिँ अलिकति पावर कम भयो जस्तो होइन अब नयाँ बाइक चलाउँदाखेरि त अब होइन पुरानोमा केही नमिले जस्तो हुन्छ नि त त्यो त तर जस यो बाइक पनि दामी नै छ भनौँ होइन जस SCX 300X पनि चलाउन पाइयो अब चाहिँ बल्ल भात खान जाँदैछु म अब ए आमा हो 3 बजिसक्यो मलाई चाहिँ आज ड्रटरीमा हाल्न मन थियो भाइ आउँदै आइदिएन के दिप भाइ आउँदै आइदिएन त्यही भएर म चाहिँ घरतिर फाडी हानेर जाँदैछु त्यस भ्लग चाहिँ रमाइलो भयो होला है 300X नि चलाउनु पाइयो जस रिभ्यूहरू पनि राम्रै दिएँ मैले होइन जस प्रतिक्रियाहरू के भन्छ त्यसलाई जस म यस के भन्छ ए भा बोल्नै आउने यार होइन तर सामानहरू चाहिँ जस स्टक राखिराख्नुपर्छ किन भन्दाखेरि अब यो CX को नि स्टक छैन नि त अहिले जस दाइले गर्नुहुन्छ होला जहाँसम्म लाग्छ है अस्ति नै सोद्धाखेरि पनि अब हुन्छ रिस्टक सबै SC को चाहिँ सबै सामानहरू चाहिँ रिस्टक हुन्छ भन्नुभएको थियो होइन त्यो कुराले पनि ढुक्क भइयो होइन जस मैले चाहिँ पासाङ दाइलाई नै सोधेको थिएँ कि त्यस पासाङ दाइ चाहिँ फेरि हम्बल पर्सन होइन हाम्रो नि मेसेज रिप्लाई गर्नुहुन्छ हामीसँग इन्टरेक्ट गर्नुहुन्छ जस खुसी लाग्छ जस धेरै भने है अब घरतिर फाडी यो पनि कुदाइ हेरौँ न होइन कस्तो कुद्दो रहेछ
सो एउटा अब चाहिँ नेक्स्ट भ्लगमा भेट्न पर्छ हामी सबैजना। अब नेक्स्ट भ्लग के हुन्छ कसो हुन्छ केही थाहा छैन मलाई। एकदमै म हुन्छ नि अहिले चाहिँ एकदमै बिजी भइरहेको छु। अनि त्यसपछि अब फ्युचर अब प्लानहरूमा अलिकति के भन्छ त्यसलाई दिमाग खाइरहेको छु होइन। आमा सो एउटा नेक्स्ट भ्लगमा भेट गरौँला। गुड बाई, सी इन द नेक्स्ट भ्लग। चाओ है त।